आज हामी जौँ काट्नको लागि बारीमा गयौँ। आमा र म थियौँ। त्यसपछि हामीले काट्नतिर लाग्यौँ र काटिसकेपछि अब भारीमा बोक्नु पर्यो। बोकेर घर पनि ल्याउनै पर्यो। घरमा भने मसुरो थियो आँगनमा। आँगनमा भएको मसुरोलाई बेसै गरी चुट्नतिर लागे। चुटिसकेपछि अब म लागे भैँसी दुनको लागि। आमाले चाहिँ गराउँदै हुनुहुन्थ्यो। भैँसी दुनको लागि गएर भैँसी दुहेर एक बाल्टी ल्याउँछु दुध पनि। दुध ल्याइसकेपछि फेरि जानु पर्ने हुन्छ जौँ काट्नको लागि। जौँ भने एकदमै धेरै थियो। मेरो बहिनी भने मजासँग बसेर जौँहरू काट्दै थिए भने म पनि अब काट्नु पर्यो अथवा तान्नु पर्यो जौँलाई हैन। काटे पनि हुन्छ र ताने पनि हुन्छ। त्यसपछि तान्दा तान्दै झमक्क साँझ भयो। झमक्क साँझ भएपछि हामीले भिडियो बनाउनतिर लाग्यौँ। लाइट बनाएर मेरो बहिनी भने मुसुक्क हाँसिरहेकी थिए। म भने मजासँग बोलिरहेको थिएँ। नानी भने हल्का लजाएको जस्तो महसुस भयो। घरमा आउँदा त आमाले ओसाइराख्नु भएको रहेछ मसुरो। मैले पनि ओसाउनतिर लागे। हावा पनि ठिक ठिकै लागिरहेको थियो। त्यसपछि हामीले ओसाउनतिर लाग्यौँ अनि आजको भिडियो चाहिँ यतिकैमा समाप्त हुन्छ।